नमस्कार। आज हामी फर्सीको मन्टा र आलुको सब्जी बनाउन गइरहेका छौं। यदि हजुरहरूलाई पनि यो भिडियो मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। अब पहिला त हामीले फर्सीको मन्टा र आलुलाई राम्रोसँग पखाल्ने अनि त्यसपछि त्यसको लागि लसुन, प्याज, हरियो खुर्सानी र टमाटर रेडी गरेर राख्ने र कराईमा तेल हालेर तताउने, थोरै मेथी, जिरा राख्ने र रातो हुन्जरी फुराउने, त्यसपछि लसुन राख्ने, त्यसलाई नि रातो हुन्जेल फुराउने, खुर्सानी फुराउने अनि प्याज राखेर भुट्ने। प्याज भुटिसकेपछि रातो हुन्जरी भुटिसकेपछि बेसार राखेर अनि केलाएको तरकारीलाई राख्ने अनि राम्रोसँग चलाउने र नुन टमाटर राखेर ढाक्ने र 5 मिनेट पकाएर राम्रोसँग चलाएर ढाक्ने। ग्यासको भोल्युम सानो बनाउने, पकाउने र फेरि चलाउने अनि हाम्रो तरकारी रेडी भयो। अनि तरकारीलाई खानासँग यसरी खाने। यदि हजुरलाई यो भिडियो मन परेमा कमेन्ट गर्नुहोला र फेरि पनि अर्को भिडियो लिएर आउने छु। हस्त, धन्यवाद।